म केपी शर्मा ओली मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्छु त्यो पर्दैन हामीले देखाउनुपर्छ केपी ओलीको राष्ट्रघात के कति राष्ट्रघाती छ मान्छे भन्ने कुरा। हिजो महाकाली यसरी नै बेच्दियो वार्षिक 120 अरब आउँछ भनेर त्यो 120 अरब खोइ आज 25 वर्ष भयो कति हिसाब हुन्छ त्यो हिसाब किताब केपी शर्मा ओलीले दिनुपर्छ। होइन भने अर्को 14 वर्ष जेल हाल्नुपर्छ त्यो मान्छेलाई। अरबौंमा करोड लाख र करोड कुरै छैन अरबका लुट भइरहेछन्। बुढी गण्डकी मलाई थाहा छ मेरो पालन सुरु गरेको बुढी गण्डकी एउटा कमिसन गरेर 9 अर्ब रुपियाँ केपी ओली शेरबहादुर देउवा प्रचण्ड मलाई थाहा छ कुरो प्रमाणित गर भने त्यो पनि गर्न सक्छु मैले। उहाँहरूले बाँडेर खानु भएको छ र बुढी पनि अलपत्र गरेर बसेको छ। किन भ्रष्टाचारी हुनु पर्यो? यी 8 क्लास चाहिँ चोरेर 8 क्लास पास गर्नेहरू 10 क्लास फेल हुनेहरू अनि तिनले चाहिँ अनि हामीलाई भ्रष्टाचारी भन्ने माओवादीले भने कुलमान सिंहको फोटो छापेर भोट माग्न गएको छ। लोड सेडिङ गर्ने 38 रुपियाँमा भारतबाट बिजुली किनेर ल्याएर नेपाली जनताको ढाड भाँच्ने त्यस्तो मान्छेको फोटो छापेर अँध्यारोबाट उज्यालोतिर भनेर कुलमान सिंह प्रचण्ड त प्ले कार्ड बोकेर हिँड्छन् कुलमान अँध्यारोबाट उज्यालोतिर कुलमान सिंह। दुर्गा प्रसाईले केपी शर्मा ओलीले कम्बोडियामा लगानी गर्नुभएको लगभग 3.5 करोड रुपैयाँको बारेमा जे बोल्नुभयो त्यसको विषयमा आज प्रहरीले उहाँलाई बोलाएर केरकार गरेछ। प्रहरीले उहाँलाई केपी ओलीले रकम कम्बोडियामा लगानी गरेको प्रमाण दे नत्र पक्राउ गर्छु भनेछ। प्रहरीले यो क्लू दिएपछि प्रमाण संकलन आफै गर्नुपर्ने हो अनुसन्धान गरेर कि हजुर मलाई प्रमाण दिनुस् भनेर भन्ने हो। प्रहरीले प्रमाण कसैले अपराध गरेको क्लू सञ्चार माध्यम मार्फत दियो वा व्यक्तिगत रूपमा दियो भने पनि बाँकी अनुसन्धान आफै गरेर प्रमाण संकलन गर्ने हो। कुनै हत्याको बारेमा कसैले जानकारी दियो, घुसको बारेमा जानकारी दियो, अन्य कुनै अपराधको बारेमा जानकारी दियो भने प्रमाण जानकारी दिने मान्छेसँग खोज्ने होइन, प्रमाण संकलन गर्ने काम प्रहरीको तलब खाएपछिको जागिर हो। प्रमाण दे न त पक्राउ गर्छु भनेर भन्ने प्रहरीले अनुसन्धान ओलीमाथि गर्नुपर्छ। ओलीले मलाई नभएको आरोप लगायो भनेर जाहेरी दरखास्त दिएका छन्। जाहेरी दरखास्तै नदिइकन ओलीको चित्त दुख्ने गरी किन बोलेको भनेर अनुसन्धान गर्न नेपाल प्रहरी जनताको हो कि ओलीको घरको पुलिस हो? म अधिवक्ता हुँ। अनुसन्धान प्रक्रिया विश्वभरि यसरी हुँदैन। यो अनुसन्धान होइन, चाकरी हो ओलीको। यस्तो चाकरीबाट स्थिति भड्किन्छ। जनविश्वास प्रहरीमाथिको अलिकति बचे खुचेको पनि गुम छ कि ओलीको जाहेरी परेको छ भन्ने कुरा बेग्लै हो। सर्वसामान्यले त जाहेरी दिँदा पनि अनुसन्धान हुँदैन त। हत्या गरिएको विषयमा जाहेरी दिँदा पनि अनुसन्धान नभएपछि एकजना महिलाको छोरा प्रहरी हिरासतबाट कसले लग्यो थाहा छैन, तर मृत अवस्थामा लास भेटियो, त्यसको अनुसन्धान होस् भनेर सर्वोच्च अदालतमा हामी रिट दायर गर्दैछौँ। यस्तो पनि अनुसन्धान जनताको चाहिँ हुँदैन। अनुसन्धान ओलीमाथि गर्नुपर्छ। विनम्रतापूर्वक निवेदन गर्छु, नेपाल प्रहरीले स्थिति भड्काउने काम नगरोस्। धर्मप्रसाद ढकाल भने तपाईले नाम सुन्नु भएको होला। झापामा भात खान लागेको एउटा सोझो बाहुनलाई पछाडिबाट बन्चरोले हानेर मान्छे मारे बापत ज्यानमाराको सजाय खाएर बसेको
ओलीजी 14 वर्ष मैले देशको लागि जेल बस्या भन्दै हुनुहुन्छ। 14 वर्ष पोखरा चोरेर जेल बस्या कि मान्छे मारेर जेल बस्या, त्यो कथा आफ्नो ठाउँमा छ। यो एक दिन देशले हिसाब खोज्छ दाजुभाइ। केरु काठमाडौँ पोखरा रेल आइसकेपछि बेनीसम्मका रेलका लागि त केही भन्नु पर्ला जस्तै लाग्दैन मलाई। पोखरा रेल आएपछि बेनी जाँदैन, बेनी जाँदा कहाँबाट जान्छ? कुस्मा हुनु परेन? कुस्मा त स्टेसनै हुन्छ। चुनाव अगाडि घर घरमा रेल ल्याउँछौ भन्थ्यौ, कोही त घर घरमा रेल ल्याएर अनि तपाईँको घर चाहिँ कता उछिटिन्छ नि? घर घरमा रेल ल्याउँछु भन्थ्यौ, कोही त रेल। घर घरमा हवाईजहाज ल्याउँछु भन्थ्यौ, कोही त हवाईजहाज। घर घरमा पानी जहाज ल्याउँछु भन्थ्यौ, घट्याएको देउसीमा। एमालेलाई भने तपाईँको कार्यकाल रहउन्जेल नि सबभन्दा राम्रो गरेको मध्येको सबै राम्रो गर्नुभयो, तर मध्ये एउटा काम मैले गर्व गर्न सक्ने यो काम गरेको थिएँ र यो काम कसैले सक्दैन थियो भने एउटा काम भन्दैन न। यहाँको प्राथमिकताको आधारमा कुन रहेछ सुनौ। मेरो कार्यकालमा मैले तपाईँलाई इन्टरभ्यू दिएको थिएँ। दिनुभएको थियो। महत्त्वपूर्ण काम हो त्यही नै। यो चाहिँ गर्नु हुँदैन थियो, मैले गल्ती गरेँ कि क्या हो भन्ने छैन। कहीँ पनि केही पनि गल्ती गरे जस्तो लाग्दैन। छैन। यहाँ भन्दा देशप्रेमी, राष्ट्रप्रेमी, देश बनाउँछु भनेर लागेको एउटा अर्को दलको एकजना नेताको नाम भनिदिन सक्नुहुन्छ? यस्तो नभएको कुरा तपाईँ खोज्नुहुन्छ भने आउनु कहाँबाट हुन्छ? यो तस्बिर हेर्नुहोस् त। यो एकै व्यक्ति अर्थात् अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीको 2 समयका 2 तस्बिर हुन्। जनवादी क्रान्तिका नेता हुँदा चप्पलमा अनि संघीय गणतन्त्रका प्रधानमन्त्री हुँदा 1 लाखको जुत्तामा। एक व्यक्ति 2 रूप। के 1 लाख पर्ने लुइस भिटनको जुत्ता ओलीको पहुँचमा छ? 3 करोडको घडी लगाउने उनको क्षमता छ? 45 लाखको चस्मा लगाउने आर्थिक स्रोत के? त्यस्ता महँगा सामग्री कसैबाट उपहार नै आएको हो भने कसले दियो, किन दियो, प्रयोजन खुल्नु पर्छ कि पर्दैन? सवाल यति हो। हिजो झापाबाट हात्ती छाप चप्पल प्याट प्याट पड्काउँदै काठमाडौँ पुगेका केपी ओलीलाई भक्तपुरमा आलिशान घर घडेरी र घडी कसरी प्राप्त भयो? जनताले जवाफ पाउनु पर्छ। स्रोत नखुलाउने नेतृत्वलाई जनताले किन नेता मानिराख्नु पर्ने? यति भन्दा एमाले कार्यकर्तालाई नपच्न सक्छ। यदि यस्तो हो भने कान बन्द गर्दा हुन्छ। चप्पल पड्काउनेहरू ठुलठुला आलिशान महलमा कसरी पुगे? जनता चप्पल पड्काउँदै विदेशतिर किन लखेटिए? सर्वहारा वर्गको जीवनस्तर नसुध्रिए पनि सर्वहारा वर्गको नाममा राजनीति गर्नेहरूको जीवनस्तर सुध्रिएको छ। थाहा पाउन यो तस्बिर नै काफी छ। नेपाली जनता बारम्बार ठगिए, नेपाली जनता बारम्बार झस्किए, नेपाली जनता बारम्बार लुटिए। रूप अनेक, चरित्र एक। तिनलाई जुत्ता, चस्मा, घडी, ब्याग खरिद गर्नका लागि 1 करोड दक्ष जनशक्ति बेचिएको हो। तिनका अभिष्ट धन आर्जन पूरा गर्न गिरिबन्धु नेपाली जनताको सामु घोगरो फुलाएर चाहिँ नि अर्को 10 वर्षमा साउथ एसियाको सबैभन्दा शक्तिशाली राष्ट्र त बनाउँछौँ, अर्को 15-20 वर्ष दिनुभयो भने युरोपियन स्ट्यान्डर्डमा लान्छौँ। त्योभन्दा ठुलो बकवास के हुन सक्छ? उहाँहरू अन्तर्राष्ट्रिय मञ्चमा जाँदा, युएनमा जाँदा या अन्य अन्तर्राष्ट्रिय मञ्चमा जाँदाखेरि आफ्नो गरिबीको बखान गर्नुहुन्छ, आफ्ना कमी कमजोरीको, राष्ट्रको कमी कमजोरीको, चाहे त्यो शिक्षामा होस्, चाहे त्यो स्वास्थ्यमा होस्, गर्नुहुन्छ ताकि के अनुदान पाइन्छ कि भनेर। आफ्नो कन्ट्री चाहिँ नि लिस्ट डेभलप कन्ट्री भएको कुराहरू गर्नुहुन्छ र यहाँ आएर नेपाली जनताको सामु घोगरो फुलाएर चाहिँ नि अर्को 10 वर्षमा साउथ एसियाको सबैभन्दा शक्तिशाली राष्ट्र त बनाउँछौँ, अर्को 15-20 वर्ष दिनुभयो भने युरोपियन स्ट्यान्डर्डमा लान्छौँ। त्योभन्दा ठुलो बकवास के हुन सक्छ? बालकोट बालुवाटार बुढा नीलकण्ठ रेल 14 वर्ष जेल। मिनबहादुरसँग भएको छ राम्रै मेल, फाइल पल्टाउँछु भन्नेलाई हालियो जेल।